अब बढ्नुहोस् बिलबाट लखपति। नेपाल सरकारले ल्याएको छ करदाता प्रोत्साहन उपहार कार्यक्रम, जस अन्तर्गत न्यूनतम 100 भन्दा माथिको कुनै पनि सामान खरिद गरी त्यसको बिलबाट प्रोत्साहन उपहार जित्न सकिन्छ। प्रोत्साहन उपहारको बिल दर्ता गर्न सबैभन्दा पहिले तपाईँ आन्तरिक राजस्व विभागको यो अनलाइन पोर्टलमा आउनुपर्ने हुन्छ। यहाँ आइसकेपछि बिल दर्ता सेक्सनमा हजुरले आफ्नो बिलको विवरण भर्न सक्नुहुन्छ। भुक्तानी विधिमा हजुरले नगद सेलेक्ट गर्नुहोस्, किनकि विद्युतीय भुक्तानी अर्थात् अनलाइन पेमेन्ट भएको केसमा भने बिल स्वतः दर्ता भइसकेको हुन्छ। त्यसपछि बिल विवरणमा गएर बिल नम्बर, विक्रेताको प्यान नम्बर, बिल मिति र बिलको कुल रकम राख्नुहोस्। अनि भुक्तानीकर्ता विवरणमा आफ्नो नाम, फोन नम्बर र ठेगाना भरेर पुरस्कार कुपन सिर्जना गर्नुहोस्मा क्लिक गर्नुहोस्। पुरस्कार कुपन सिर्जना भइसकेपछि कुपनको माथि दायाँ कुनामा गएर वा दर्ता इतिहासबाट PNG वा PDF फर्म्याटमा सजिलै डाउनलोड गर्न सक्नुहुन्छ। र यस्तै अपडेटको लागि eKagazpatra.com भिजिट गर्नुहोस् वा eKagazpatraको मोबाइल एप पनि डाउनलोड गर्न सक्नुहुन्छ। पुरस्कार कार्यक्रममा सहभागी हुन आवश्यक शर्तहरूको बारेमा जान्नको लागि हाम्रो अर्को भिडियोको प्रतीक्षा गर्न सक्नुहुन्छ।